अब यसरी खाएर प्लेटहरू यो प्लेट किन फालेको यहाँ यो फोर यहाँ फाली तपाईँहरूले खाएर यहाँ थुपारेर जाने होइन मैले भन्दाखेरि म छुचो जस्तो हुनसक्छ तर यो कार्यलाई चाहिँ रोकिदिनु पर्यो क्या यहाँ हेर्नु न अब उनीहरूले उताबाट आफैले पकाएर ल्याएर खाने अनि यो त एकदमै फोहोर भयो नि त यो ठाउँ हेर्नुहोस् त यो पहिला चाहिँ नि हजुरको चाहिँ नि यो के भन्छ अरे रत्न पार्कतिर जस्तो भयो क्या मुक्तिनाथ पार्किङमा फोहोर व्यवस्थापनको एकदमै आवश्यकता छ यो ठाउँमा देखेको छ मैले अर्को कुरा कस्तो भन्दाखेरि यो हाम्रो इन्डियन पर्यटकहरूले चाहिँ यसरी पार्किङमा आएर यसरी भात पकाएर यो खाने कार्यलाई चाहिँ सकिन्छ भने हजुरहरूले रोकिदिनुहोस् हामीलाई त केही फरक परेन हामीले रोक्न सक्दैन हामीले हजुरहरूको लागि पहल गरिदिने मात्रै हो हाम्रो होटल व्यवसायीहरूलाई घाटा पर्छ यसरी घाटा पर्ने साथसाथै यसरी वातावरणलाई पनि पोल्युसन हुन्छ हेर्नुहोस् यहाँ